आउने मान्छे नै हरे साथी बाई बाई कहाँ हो घरमा सो गाइस मैं दिपेन्द्र बैक एन्ड अगेन न्यू अनदर भिडियो। सो गाइस फेरि नयाँ भिडियो लिएर आइसकेको छु। आज छ मेरो जर्नी एउटा अपनेउका सहर भन्ने ब्याग रेडी छ। सबै सामान चाहिँ मेरो पछि आउँछ। अनि यो रुमलाई चाहिँ मैले बाई बाई हान्दिन लागेको। आजको मौसम अलि डेन्जर छ, त्यही पनि हामी जान्छौँ। ठाउँ भयो अब आजदेखि बाई बाई फोकोका एन्ड देन म चाहिँ अब जान लाग्यो यहाँदेखि होइन। आफ्टर 2 इयर द बडी चाहिँ म यहाँ बसियो। अब नेक्स्ट आजको यात्रा विशेषै नै होला जस्तो लागिरहेको छ होइन मेरो होइन। यहाँ हेर्नु है, यहाँ चाहिँ अब हिउँ पर्न लाग्छ है, फेरि अलि चिसो मौसम छ त्यसो होइन। अब जाने बेला भयो लेस अब जानु पर्यो लाग्यो होइन आफ्नो जर्नी होइन। यो रुमलाई बाई बाई होइन। यत्रो बसेकोमा यत्रो यहाँ ब्यागहरू, यो भारी ब्याग छ। लेट्स गो साथी बाई बाई आइयो देश बाई बाई ल ल तर नेसनल डेज हरिगातोको जयमा सो हाम्रो अब यात्रा सुरु भयो होइन। हामी लाग्यो हाम्रो साथी अलि स्याड छ होइन, ठिक छ स्याड भए पनि अब यस्तो दुःख बेला अलि स्याड भइहालिन्छ, त्यही भएर नराम्रो फिल भइरह। त्यही हो यहाँको छोडेर जानु परिरह, त्यही भएर चाहिँ यस हाम्रो जर्नी स्टार्ट भयो यहाँदेखि होइन। हाम्रो टाढै छ ट्राभलिङ। कोकालाई बाई बाई होइन गर्दै कन्फ्युज भयो क्या हो यार। बेलुकाको 5:06 होइन। आज 2025 3 महिना 18 गते ट्युजडे होइन। हाम्रो यात्रा सुरु भइसकेको छ, आधी बाटो पुगेछौँ। अलि मौसम हेर्दाखेरि यति डेन्जर भएको छ नि आजको होइन, यति बवाल भएको छ होइन। अनि हाम्रो बिल पेमेन्ट पनि भयो, अब गइराखौँ एकछिन पुग्छौँ होइन। अब फ्लाइट 6:30 छ भने चाहिँ हामी छिटो पुग्नुपर्ने हुन्छ होइन। हामीलाई लास्टै लेट भइसकेको छ, त्यही भएर हेभी ड्राइभर दाइ त्यो चाहिँ एयरपोर्ट कति भिड हो कि कति भिड हो कि होइन। यति भिड भइसक्यो जहाँ चाहिँ हावाहुरी चल्या, त्यही भएर हुन्छ बादमा एयरपोर्ट नपुग्दा जस्तो फिलिङ भइसक्यो मलाई त। यस्तो नराम्रो पुग्छु भन्ने आश छ अझै पनि। अहिले त अङ्कलले चाहिँ यस्तो दामी रफ्तार कुदाउनु भयो। अनि यात्रा गर्नु पनि वास्तै गाह्रो हो नि चाहिँ। हामीले त हिँडिदिएको ल फुकुका छोडिदिएको ल होइन, के गर्ने होइन हिँडिदिएको। अब त होइन चाँदमा पनि पुगिन्छ होला होइन। माथिको भ्यू हेर्नुपर्छ आज होइन, माथिबाट बाई बाई हान्नुपर्छ कि फुकुकालाई पनि। सो अनि साथीहरू जतिजना बस्नुहुन्छ फुकामा सबलाई बाई बाई है, राम्रोसँग बस्नु होइन। एकदम अरिगातोको चाहिँ मस फाइनली अङ्कलले पुगाइदिनु भयो हामीलाई। अब सो सामान त निकाल्नु पऱ्यो। अरिगातो है अरिगातो अरिगातोको चाहिँ मस गाइज होइन। फाइनली एयरपोर्ट पुगियो। अब यहाँ यस्तो सामान गुडाउँदै हिँड्दैछु। अबको यात्रा चाहिँ सुरु भयो अब होइन। एकछिन अब त्यहाँ बोर्डिङहरू पास दिनु पऱ्यो, भित्र जानु पऱ्यो, अनि पासहरू गर्नु पऱ्यो, अनि एकछिन हुन्छ। लास्टै गाह्रो छ त, यस्तो सामान बोक्नु परिरह। एयरपोर्ट त पुगियो होइन। पहिला चाहिँ म चाहिँ ब्यागिङ चेक गर्नुपर्ने हुन्छ, मलाई सामान चाहिँ कम छ। के गर्ने होइन, प्लेन त अझै हाम्रो टिकट सक्दियो। अब ब्यागहरू पठाइयो गाइज होइन। फाइनल्ली अब सब चिज भयो, टिकट लियो, बोर्डिङहरू पनि लियो, सबै कुराहरू लियो। अब चाहिँ प्लेनको वेटिङ गर्नुपर्छ। प्लेन चाहिँ आज कम्तीमा पनि म अझै 30 मिनट चाहिँ लेट आउनु पर्ने भयो। केका कारणले, प्राविधिक कारणले गर्दाखेरि जापानमा पनि कहिलेकाहीँ लेट हुन्छ प्लेन होइन। के गर्नु होइन, अब यस्तै हो। ब्यागहरू पठाइयो त्यो पनि भयो। अब लास्ट प्लेनलाई वेट गर्ने काम मात्र बाँकी रहेछ, त्यो चाहिँ वेट गरिरहेको। त्यही पनि अब 30 मिनट लेट हुन्छ रे। यसो के आजलाई पनि त्यही भनौँ, मौसम पनि अलिक खराब छ, हुन पनि सक्छ होला होइन। वाउ क्या बवाल ठाउँ छ है, यस्तो दामी छ यो हो नि त हाम्रो एयरपोर्टको लुक्स होइन। यत्तिको हुनुपर्छ कि नेपालमा पनि यत्तिकै भयो भने चाहिँ बवाल हुन्थ्यो होला है। यो चाहिँ बाहिर चाहिँ बवाल छ, यस्तो छ चलि। अब के हुँदैन, अब प्लेन चाहिँ डिले भइसक्यो, एकछिन डिले भएको छ। बवाल छ क्या, यत्तिको चाहिँ हुनुपर्छ क्या एयरपोर्टहरू होइन। दामी लाग्यो मलाई चाहिँ। एकछिन यहीँ घुमेर बिताइरहेको छु, टाइमहरू एक्सपेन्ड गरिराख्नुपर्ने हुन्छ। यहाँ चाहिँ सिक्युरिटी चेक भइरहेको छ, टाइट चेकिङ हुन्छ फेरि। सो गाइज अब लेस बोर्डिङ पास पनि भइसकेको छ। अब सिक्युरिटी चेक गरौँ, भित्र जाऊँ भयो होइन। अगाडि नै गएर बसिराखौँ न उतातिर होइन। फेरि चेक भइसक्यो। अब यहाँ सिक्युरिटी चेक गाइज भित्र त पुगियो, तर फटेर पुगियो त के बनाउनु होइन। पुलिस सब सिक्युरिटी चाहिँ टाइट छ। भिडियो मैले चाहिँ होइन गेट नम्बर 3 खोज्नुपर्ने हुन्छ, त्यसको लागि म खोजिरहेको छु, हिँडिरहेको छु है। गेट नम्बर 3 खोज्न 5 त्यहाँ छ।
अनि यो 6 भयो यता अनि यता होला उता टाढा छ कि अब जस्तो लाग्छ होइन सब मान्छे वेट गरेर म पनि वेट गर्नुपर्छ फाइनली प्लेन त आयो होइन तर कसको आयो थाहा छैन सबजना वेटिङमा छन् है प्लेन लेट भएर यस्तो छ क्या माहौल होइन यो टिकटिङको लागि यति डिले भयो नि प्लेन पनि है सपनौका सहरमा जान पनि लास्टै गाह्रो रहेछ क्या हो क्या अरू भन्दा नि लास्टै गाह्रो भयो क्या आफ्नै सपनौके सहर गल्ली गल्ली हुँदै ल 19 को जी भनेपछि टिकट खोज्ने पनि गाह्रो छ क्या यहाँ सिट नम्बरै खोज्न गाह्रो छ यार प्लेनमा बसियो अब चाहिँ जान लाग्यो फ्रेस होइन कस्तो हुन्छ आजको ट्रिप पुगियो अब झर्नु परेन पुग्यो है अब सबैलाई भेट्नुपर्छ यसलाई होइन साथीलाई पनि भेट्नुपर्छ होइन टोकियो पुग्यो अनि यतै छु अहिले चाहिँ अब ब्याग सेक लिनु पऱ्यो अनि त्यसपछि ब्याग लियो भने चाहिँ फाइनली हाम्रो साथीसँग चाहिँ बेस्ट फ्रेन्डसँग कति हुन्छ आफ्टर 3 इयर 3 वर्ष पछि भेट भइरहेको है मेरो ब्याग आयो ल्याउन आउने मान्छे नै हराइयो जस्तो चाहिँ मभन्दा अगाडि त यहाँ ल्याउने मान्छे नै हरायो टोकियोको बासिन्दा भएर यस्तो छ क्या हालत त्यसको होइन अब मेरो झन् कस्तो होला यहाँ केही भएन होइन एकअर्कालाई खोज्दैमा होइन टाइम गइहाल्यो कि एकअर्कालाई खोज्दैमा उसले मलाई खोजिरहेको छ मैले उसलाई खोजिरहेको छु यो भित्र हराइसक्यो कि हामी त हानेदा एयरपोर्टभित्रै आउनु त आइरहेको छ होइन अब कताबाट निस्किन्छ भन्ने मात्र हो कि वेटिङ गरिरहेको छु होइन कताबाट त्यहाँ अब यताबाट निस्किन्छ कि यताबाट निस्किन्छ थाहै छैन होइन म पनि वेट गरिरहेको छु तर म त जाने होइन कि म त लास्ट थाकिसकेको छु यहीँनिर बस आयो 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 यही हो कि बाटो बिर्सिने यही हो रेवती भेट नगर के छ अनि यही मान्छे है बाटो बिर्सिने बेला बेलामा यो हेर यो टर्मिनल नम्बर 1 भनेर कहाँ पुगाउने टर्मिनल नम्बर यहाँ हो कि अघिदेखि तँलाई भनेको थिएँ मैले ल त्योसँग गदा भइछ है टर्मिनल नम्बर 1 नपाउने के छ भाइ तेरो खबर भेटियो यहाँ होइन यस्तो मान्छेलाई खोज्नु मलाई यति टाइम लाग्यो कि यति टाइम लाग्यो होइन हेर अब घर लैजा नि त कहाँ हो घर रुम लैजा अनि मलाई थाहा छैन कुन लाइनबाट जाने हो ए टोकियोमा आएर टिकटमा अब केही हुनेवाला छैन होइन लुटाउने मान्छे कोही होइन यही हो अरू केही होइन यसले लुटाउँदाखेरि सबै लुटाएको हो क्या यहाँ होइन आज बज्दा जस्तो छ रातिको 2-3 बज्दा होइन यही हो गल्लीको सबभन्दा रोड म्याप यही हो आज टोकियोको रोड म्याप अब अरू त हामीलाई थाहा छैन त्यही हो आज त मार दुःख पाइने भयो ए भाइ लास्ट दुःख पाइने भयो क्या सबभन्दा हजुर लास्ट दुःख पाइयो यार मलाई यही का लाग्दा दुःख पाइयो दुःख पाइयो यो दुईजना आउनु मलाई होइन हिमाल चढाइसक्यो घर भेटिँदैन कहाँ हो रुम लगाएको छ होइन रुमै भेटिँदैन कहाँ हो कहाँ अब त भेटिन्छ रातिको कति बजिसक्यो अझै पनि यस्तो छ यहाँ हालत लखत छ यहाँ बाटोमा ल फाइनली रुम पुगेँ अब सुत्नुपर्छ लेट्स